हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि आज चाहिँ म चाहिँ युवानलाई चाहिँ मर्निङ ब्रेकफास्टमा चाहिँ गाजर बिटरुट लगाएर चाहिँ प्यानकेक बनाइदिँदैछु। अनि म चाहिँ कोरेसोमा कोर्दैछु यहाँ गाजर र बिटरुटलाई चाहिँ। अनि एउटा बलमा चाहिँ त्यो कोरेसोमा कोरेको गाजर र बिटरुटलाई लगाएँ। अनि यहाँ चाहिँ अलिकति आँटा पनि लगाएको छु मैले। अनि एउटा अन्डा चाहिँ फुटाएर लगाएको छु यहाँ। अनि अलिकति नुन हालेँ अनि दुध पनि लगाएर चाहिँ म यसलाई मजाले मिक्स गर्छु यहाँनिर। अनि अहिले चाहिँ साथीहरू हाम्रो प्यानकेकको चाहिँ बेटर चाहिँ रेडी भइसकेको छ होइन। अनि एउटा प्यानमा चाहिँ म चाहिँ घिउ चाहिँ सबैतिर लगाइदिँदैछु। अनि अघि रेडी गरेको बेटर पनि लगाएर यसलाई चाहिँ मजाले यसलाई चाहिँ सबैतिर घुमाएर चाहिँ म चाहिँ गोलो बनाएर चाहिँ पातलो बनाएर पकाउँदैछु। यो हाम्रो प्यानकेकलाई चाहिँ अब ग्यासको फ्लेम चाहिँ सानो राखेर चाहिँ 5-6 मिनटसम्म यसलाई चाहिँ पकाउनुपर्छ। अनि म चाहिँ फेरि यसलाई यो चाहिँ अब फोल्ड गर्छु अनि फेरि 5-6 मिनटसम्म पकाउँछु। हाम्रो चाहिँ यो प्यानकेक ठुलो भएको कारणले गर्दा चाहिँ यसलाई चाहिँ अलिक धेरै बेर पकाउनु परेछ साथीहरू। अनि माथिबाट यहाँ घिउ लगाइदिएको छु अलिकति, किनभने युवानलाई चाहिँ घिउ अलिक धेरै मिठो लाग्छ, त्यही भएर चाहिँ घिउ लगाउँदैछु। हाम्रो चाहिँ प्यानकेक रेडी भइसकेको छ साथीहरू। अब चाहिँ म युवानलाई दिँदैछु। उसलाई चाहिँ यो चाहिँ काटिदिनु अरे। अनि यहाँ काटिदिँदैछु उसलाई चाहिँ, काटेर खाने अरे सानो सानो पिस बनाएर। ह्याप्पी बर्थडे टु यु। कस्तो छ कस्तो छ खोइ गुड भनेको फेरि गुड छ, गुड भन्दै मुखले खै खोइ भनेको यम्मी भन्दै। अनि साथीहरू, हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो अनि कमेन्ट गरेर भनिदिनु होला। अनि हजुरहरूको घरमा पनि सानो बच्चाहरू छ भने चाहिँ यसरी नै प्यानकेक बनाएर दिनु होला, हेल्दी हुन्छ। अनि म चाहिँ भिडियोलाई यहीँ एन्ड गर्न गइरहेको छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो।